यो हेर्नुहोस् यो सेतो जति देख्नु हुँदैछ सबै हनी हो गाइस। हेर्नुहोस् हो क्विन पनि एकदमै राम्रो हो। जति फ्रेम छ त्यति फ्रेममा नै मेरो सुपरमा मौरी नै चढ्दैन है, चढेको छैन। के गर्नुपर्ने कसो गर्नुपर्ने भन्छ हेर्नुहोस् यो तरिका। तपाईँहरूले यहाँ देख्नु हुँदैछ है, यहाँ चाहिँ मैले एउटा मौरीको बक्सा राखेको थिएँ हाम्रो पङ्कज भाइकोमा। सो गाइस वेलकम छ तपाईँलाई है दार्जिलिङ बीकिपिङ फेसबुक पेज साथै युट्युब च्यानलमा। र यो चाहिँ हामीले कति भाउ ल्याएको पङ्कज भाइ? लगभग 6-7 महिना होला है। 6 महिना भयो हामीले यो मौरी ल्याएको है। र यहाँनिर पङ्कज भाइले चेक गर्दाखेरि चाहिँ एकदमै अब जतिवटा फ्रेम मैले यहाँ लगाएको थिएँ त्यो फ्रेम मोटामोटी फुल गरिसक्यो भनेर भन्दैछ। र त्यसको लागि चाहिँ आज मेरोमा यसको सुप यो साइजको सुप पर्छ नभएकोले गर्दाखेरि, किनभने यो बक्साको साइज अलिकति डिफ्रेन्ट छ है, त्यसले गर्दाखेरि चाहिँ यसको साइज नभएकोले गर्दाखेरि चाहिँ मैले त्यही साइजको अर्को बक्सा ल्याएको छु गाइस। यो चाहिँ ब्रुटै हो है, ब्रुटै चढाउँदैछौँ यसमा चाहिँ हामी, किनभने यो 6 फ्रेमको मात्रै भएकोले गर्दाखेरि यसलाई अझै स्ट्रङ बनाउनु पर्ने हुन्छ यो कलोनीलाई। त्यसले गर्दाखेरि चाहिँ अझै 6 फ्रेमको चाहिँ मैले ब्रुट च्याम्बरै ल्याएको छु। र यो माथि हामी ब्रुटै चढाएर चाहिँ फेरि यसलाई अझै फुल बढाएर बादमा यसलाई डिभिजन पनि गर्न सक्ने हिसाबको बनाउनुको निम्ति चाहिँ मैले यो लिएर आएको छु। तर सबैभन्दा पहिला चाहिँ यहाँ मौरी आज एकदम दिन घमाइलो भएकोले गर्दाखेरि मजाले खेलिरहेको छ। पहिला चाहिँ अब सेफ्टी फर्स्ट हो गाइस, मैले बारम्बार तपाईँहरूलाई भन्ने गर्छु है, अलिकति सेफ्टी चाहिँ आफूले लिनुपर्छ। किनभने मौरीलाई चलाउँदाखेरि चाहिँ कोही बेला मौरीको भन्नु सक्दैन। र यो भित्रमा के कस्तो रहेछ गाइस है त्यो पनि म तपाईँहरूलाई अलिकति देखाउने प्रयास गर्छु होइन, किनकि मौसम एकदमै राम्रो छ आज र मौरी पनि निकै स्ट्रङ भइसकेको छ। यसको भिडियो तपाईँहरूले सायद हेर्नु भएको होला होइन। यो चाहिँ हामीले कहाँबाट निकालेको भन्दा आर्मी कम्पाउन्डभित्र चाहिँ एउटा बस्ने जग्गा थियो जहाँ चाहिँ तपाईँहरूले देख्नु भएको थियो होला। यो त फ्रेम त हामीले उयो हालेको रहेछौँ त है, सानै हालेको रहेछौँ त। मैले बिर्सेछु पो यार, फ्रेम सानो फ्रेममा हालेको थिएछु, केही छैन। हेर्नुहोस् एकदमै दामी फस्टिएछ मौरी त, आम्मामा दामी भएछ। यति दामी काम गरिरहेको छ मौरीले है। यताबाट निकाल्नु पर्यो होला पहिला। एकदमै राम्रो मह पनि जम्मा गरिरहेको छ है। हेर्नुहोस् मह पनि टन्नै लागेको रहेछ, मह निकाल्नु पनि सक्ने रहेछौँ हामीले हो। यहाँ हेर्नुहोस् आइसला दामी काम पनि राम्रो गरिरहेको रहेछ हेर्नुहोस् है। यहीँ टन्नै मह लगाइरहेको छ, एकदमै कोम चाहिँ एकदम फुल गरिसकेको रहेछ है। हेर्नुहोस् पोलन पनि मजाले हो, मजाले पोलन पनि। यो हेर्नुहोस् यो सेतो जति देख्नु हुँदैछ सबै हनी हो गाइस। हेर्नुहोस् हो, यहाँ चाहिँ मैले एउटा मात्रै बक्सा राखेकोले गर्दाखेरि चाहिँ काम एकदमै राम्रो भएको छ है, काम एकदमै राम्रो भएछ। हेर्नुहोस् यो मुनि डल्लै सिल गरेको सबै प्युपा हो, मुनि अन्डाहरू पारिरहेको छ हो, एकदमै राम्रो काम गरेको रहेछ गाइस। र यसलाई चाहिँ हामीले यहाँ माथि राख्नुपर्ने थियो। खासमा बक्सा अलिकति मिस्टेक भयो, किनभने यो ठुलो साइजको बक्सा थियो, यसलाई मैले मोडिफाई गरिसकेको थिएछु। र म पहिला बक्सा अर्को ल्याउनु लाउँछु भाइलाई हो, त्यहाँदेखि म तपाईँहरूलाई कन्टिन्यू देखाउने छु है। यहाँ हेर्न सक्नुहुन्छ गाइस है, यति दामी काम गरेको छ है। यो ल्याएको लगभग 5-6 महिना मात्रै हुँदैछ। र 6 फ्रेम जो थियो 2, 4, 5 फ्रेम थिएछ यसमा है। 5 फ्रेमै फुल बनाइरहेको छ। र यो मैले अर्को अलिकति डिफ्रेन्ट साइज ल्याइ पठाएको छु, त्यसले गर्दाखेरि चाहिँ भाइलाई मैले अहिले फिलहाल चाहिँ अर्को मौरी अर्को फ्रेम, किनभने यो चाहिँ साइज चाहिँ एउटै हो, तर मैले चाहिँ अब त्यो अहिले चाहिँ मैले सबै एउटै साइजमा कन्भर्ट गराएको छु फ्रेमहरू। प्राय पहिला पुरानो बनाएको फ्रेमहरू चाहिँ अब यहाँसम्म लामो थियो मेरो, यहाँ हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ अहिले मैले घटाएर चाहिँ यहाँनिर 13 इन्चीको जो फ्रेम प्रपर 13 इन्चीको बनाएको छु है। त्यसले गर्दाखेरि चाहिँ यहाँनिर मैले सटिङ दिएर चाहिँ घटाएको छु। र हेर्नुहोस् कति मजाले चाहिँ काम गरेको छ है, यति मजाले काम गरेको छ, मजाले फस्टेको छ भाइकोमा मौरी एकदमै। किनभने एकै घर मात्रै भएकोले गर्दा अब यहाँ हामी बिस्तारै यहाँनिर पुरा यो जग्गातिर मौरीहरू बढाउने छौँ है। र भाइलाई पठाएको छु, हेर्दै गर्नुहोस् है भिडियो छु है। र सबै जतिवटा पनि मैले फ्रेम चेकआउट गरेँ गाइज है, हेर्नुहोस् सबैमा नै फुल
है एकदमै मतलब रानी यहाँ हेर्नुहोस् रानी पनि यहाँनिर एकदमै क्विन पनि एकदम हेल्दी छ यहाँनिर हो क्विन पनि एकदमै राम्रो हो दामी काम गरिरहेछ तर एउटा क्विनलाई चाहिँ विश्वास चाहिँ के भइरहेछ भन्दाखेरि चाहिँ नि गाइस अब अन्डा पार्ने जग्गै छैन बिचरालाई हो अब चाहिँ रिसायो है मैले अब चाहिँ रिसाउँछ नि यहाँ हातमा चिल्यो नि त्यो अघिदेखि खोल्ला भन्छ कि केही छैन अब यसलाई चाहिँ म पहिला है एकछिन शान्ति बनाउँछु एकछिन शान्त बनाउनुपर्छ गाइस रिसाउँदैछ किनभने म छ यति बेला है म हुँदाखेरि चाहिँ अलिकति मौरीहरू एग्रेसिभ हुन्छ त्यसले गर्दा नै म तपाईँहरूलाई बारम्बार भन्छु कि एकदमै आफ्नो सेफ्टी लिएर काम गर्नुपर्छ है बेल्ट लाएर ग्लोभ्स लाएर काम गर्नुपर्छ किनकि अब त्यसो गर्दाखेरि चाहिँ अब यस्तो रिसाको टाइममा चाहिँ अब आफूलाई त्यति क्षति हुन्न है तर अब हामीले के गर्छौँ अब हाम्रो कतिजना बिकेबर्स दाजुभाइहरू छ अब एकदमै एक्साइटेड भएर काम गर्छ तर पनि म चाहिँ भन्छु जोगिएर नै काम गर्नुहोस् किनभने भोलिको दिनमा केही पनि दुर्घटना हुनसक्छ गाइस है अन्त हेर्नुहोस् अब एकदम शान्ति भइहाल्यो है मौरी ज्यादा एग्रेसिभ भयो भने चाहिँ तपाईँले एकछिन छोपेर राखिदिनुहोस् यसरी मौरी शान्त भइहाल्छ किनभने अहिले चाहिँ अब के छ भन्दाखेरि यिनीहरूको नेक्टर एकदम ज्यादा छ है यिनीहरूले एकदमै अब महहरू थुपारेको छ त्यसले गर्दाखेरि अलिकति एग्रेसिभ नै हुन्छ मौरी तर म चाहिँ अब ब्रुटको चाहिँ कहिले पनि काट्दिनँ यति दामी लगाइरहेको छ हेर्नुहोस् म तपाईँलाई देखाएँ पनि अघि यति राम्रो मह लगाइरहेछ तर म निकाल्दिनँ है म खालि सुपरको मात्रै निकाल्ने गर्छु त्यसले गर्दाखेरि है र अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अब मौरीलाई माथिल्लो च्याम्बरमा चढाउनुको लागि चाहिँ धेरैजना मेरो साथीभाइहरूले सोध्ने गर्छ मेरो भ्युवर्सहरूले सोध्ने गर्छ मेरो सुपरमा मौरी नै चढ्दैन है चढेको छैन के गर्नुपर्ने कसो गर्नुपर्ने भन्छ हेर्नुहोस् यो तरिका म तपाईँहरूलाई आज तरिका बनाउँछु सुपरमा चाहिँ कसरी तपाईँहरूको मौरी चढ्छ म तपाईँहरूलाई आज म त्यो तरिका बताउँदैछु त्यो तरिका चाहिँ के हो भन्दाखेरि यस्तो अब तपाईँको खाली चाखाहरू तपाईँहरूले जोगाएर राख्नु भएको छ भने चाहिँ यो चाखालाई चाहिँ तपाईँले ब्रुटमा हालिदिनुहोस् तल जहाँ ब्रुट तपाईँको चेम्बर छ हुन त मेरो यो दुइटै ब्रुट हो सुपर होइन तर तरिका एउटै हो है तरिका एउटै हो अब यहाँ के गरेको छ भन्दाखेरि हेर्नुहोस् यसले यता पनि उयो लगाएको छ चाखा लगाएको छ अब यो चाखा निकाल्दा चाहिँ अलिकति मौरी एग्रेसिभ हुन्छ होला किनभने चाखा भाँच्नुपर्छ मैले होइन यसमा क्विन छ यसलाई चलाउनु भएन हो यसलाई एकछिन बाहिर निकाल्नु म तपाईँहरूलाई बारिकीसँगले बताउँछु है गाइस ल बारिकीसँगले बताउँछु तपाईँहरूले भिडियोलाई एकदम हदसम्म हेर्नु होला तब मात्रै तपाईँहरूले बुझ्नुहुन्छ कि तपाईँको सुपरमा किन मौरी चढेको छैन है म तपाईँहरूलाई त्यो बारिकीसँगले बताइदिँदैछु हेर्नुहोस् पहिला चाहिँ ब्रुटको तपाईँले यो एउटा चाका एक्स्ट्रा लगाएको छ नि त यहाँ भित्रपट्टि लगाएको छ यता भित्रपट्टि अलिक ठुलो थियो र चाहिँ पहिला चाहिँ म त्यसलाई निकाल्छु गाइस सो यहाँ तपाईँहरूलाई मैले देखाउँदै थिएँ यो फ्रेमको चाहिँ है यो पनि निकालेर छड्के गरेर निकाल्नुपर्छ किनभने नभए त्यो भाँचिन्छ है यसमा चाहिँ एकछिनमा क्विन छ त्यसले गर्दाखेरि चाहिँ मैले एकछिन चाहिँ यसलाई चाहिँ यहाँ राखेँ गाइस है यसमा राखिदिएँ हो त्यसमा क्विन छ नि त त्यसले जोगाउँछ यहाँ चाहिँ एक्स्ट्रा कोम लाग्छ यतापट्टि जो स्पेस थियो त्यो स्पेसमा त्यसलाई पहिला निकालौँ है त्यसलाई निकाल्नुको लागि चाहिँ मैले पुरा छड्के गर्नु पऱ्यो नि त त्यो भाँचिँदा चाहिँ मौरी एकदम एग्रेसिभ हुँदैछ हेर्नुहोस् यिनीहरूले चाहिँ अब कोम लगाउने जग्गा नभएर चाहिँ यसरी बाहिरसम्म पनि एक्स्ट्रा जहाँनिर खाली भेटाएको थियो त्यहाँसम्म लगाइरहेको थियो है भनेपछि अब काम चाहिँ एकदमै यिनीहरूले राम्रो गरेको थियो एकदमै राम्रो है ल काम चाहिँ अब चाहिँ हामीले पहिला यो जुन चाहिँ रानी भएको छ त्यसलाई चाहिँ राखिदिइहाल्ने त्यसमा चाहिँ क्विन छ गाइस मैले तपाईँहरूलाई अलिक देखाएँ है मेबी यसमै हुनुपर्ने हो यसलाई टक्कै यहाँ राखिदिइहालौँ है मौरी चाहिँ अब चाखा छ भने चाहिँ यसरी रिसाउँछ साथी हो अलिकति यो चाखा चाहिँ निकालिदिनु पर्ने हो यस्तो चाखा चाहिँ हामीले निकालिदिनुपर्छ है हो एक्स्ट्रा बम लगाइरहेछ नि त
छ अब यसलाई यहाँ कुनामा सक्दो जुन फ्रेम जहाँ थियो त्यहाँ हालिदिउँ। यो छेउको फ्रेम थियो है, म छेउमा हाल्ने। ठिक छ गाइस, र यो अलिक यताको यसलाई यता राख्दिएँ। अब चाहिँ मैले एउटा काम के गर्नु पर्यो भन्दाखेरि चाहिँ नि, किनभने फ्रेमको साइज अलिकति नमिलेकोले गर्दाखेरि चाहिँ मैले यो फ्रेम खोलेर हाल्दैछु है गाइस। यो फ्रेम चाहिँ म अहिले फिलहाल चाहिँ खोलेर लाउँदैछु। अब तल फ्रेम यो चाहिँ मैले जुगाड फ्रेम बनाएँ, किनभने यो साइड साइडकोले गर्दाखेरि यसमा पसेको थिएन, र यो चाहिँ अहिले मैले साइड साइडको निकालेर चाहिँ यहाँ लगाइदिँदैछु है गाइस है। अब यसो गर्नाले चाहिँ के हुन्छ भन्दाखेरि मौरीले नयाँ कोम पायो, यो मुनि जग्गा पायो है, यसमा मजाले मौरीले काम गर्छ। रानीले फटाफटले यसमै के गर्छ, अन्डाहरू पनि पार्छ गाइस है। सो यो तरिकाले लाउनु पर्ने हुन्छ। र अब अन्तमा चाहिँ एउटा यो हालिदिउँ, यसमा म चाहिँ यो हालिदिउँ। हेर्नुहोस् यसमा पनि यति राम्रो तरिकाले यो भएको चाहिँ माथि राखिदिउँ न है। भएको चाहिँ माथि राखिदिउँ, जुन चाहिँमा चाहिँ ज्यादा बच्चा छ त्यसलाई चाहिँ मुनि राखिदिउँ है गाइस ल। र मैले अघि तपाईँहरूलाई भन्दै थिएँ, तपाईँहरूले भन्नुहुँदै थियो सुपर चढेन है। अब सुपर चढाउने तरिका चाहिँ यही हो, ब्रुटबाट तपाईँले एउटा या दुईवटा फ्रेम निकालेर अझै एउटा तपाईँको यहाँनिर फ्रेम जान्छ होइन। ब्रुटबाट तपाईँहरूले एउटा या दुईवटा फ्रेम निकालेर चाहिँ सुपरमा हालिदिनुहोस्। जस्तै अब मेरो यो सुपर त होइन, यो ब्रुटै हो, तर पनि अब तरिका एउटै हो। यसरी यहाँ अलिक देखाइदिनु भाइ, यसरी अब यो मैले नयाँ हालेँ होइन। यसमा चाहिँ अब म पनि टन्नै छ, बादमा निकाल्नु पनि सुविधा हुने है। त्यसले गर्दा यसरी यसमा अब रानी चाहिँ उकालो जानु भएन है साथी हो, तपाईँहरूले याद गर्नुपर्छ। रानी चाहिँ ब्रुट च्याम्बर तलमै हुनुपर्छ है। तपाईँहरूले जब सुपरमा काम गर्दाखेरि चाहिँ त्यसरी हुनुपर्छ। र यो चाहिँ अब हामीले के गर्नुपर्छ, यसरी यहाँनिर हामी लगाइदिनुपर्छ। सो अर्को जुगाड चाहिँ यो छ है। यो मैले फेरि फ्रेमको साइज यहाँ मुनिको उयो साइड बार नमिलेकोले गर्दाखेरि चाहिँ मैले यो टप बार मात्रै दिएँ। अब यसमा यिनीहरूले अब के गर्यो, मुनि दुईवटा जग्गा पायो यिनीहरूले, एउटा यहाँनिर एउटा यहाँनिर दुईवटा जग्गा पायो। अब यसमा यिनीहरूले नयाँ कोम बनाउँछ है। यसमा त मैले एउटा आदिको लगाइदिइरहेको छु। र नयाँ जति छिटो यिनीहरूले नयाँ कोम बनाउनु पाउँछ नि, त्यति अन्डा रानीले ज्यादा अन्डा पार्छ र छिटो उयो हुन्छ। के हुन्छ भन्दाखेरि पपुलेसन यिनीहरूको छिटो बढाउँछ है। र यहाँ चाहिँ अब हेर्नुहोस्, मैले यो चाहिँ आज ब्रुट च्याम्बरलाई नै सुपरको रूपमा युज गर्दैछु है। हेर्नुहोस् अलिकति बक्सा चाहिँ ठुलो छ, साइडको साइज चाहिँ। अब यसलाई चाहिँ मजाले मैले गोबर पनि ल्याएर आएको छु है। गोबरले लिपिदिनु पर्ने हुन्छ चारपट्टिबाट यसरी मजाले है। र धेरै साथीभाइले मलाई भन्दै थियो कि सुपर चढ्दैन भनेर। सुपर चढाउने तरिका चाहिँ यो हो साथीहरू है। हेर्नुहोस् यसरी ब्रुटबाट तपाईँले निकालेर फ्रेम माथि हालिदिनुहोस्, या त ब्रुटको चाखा काटेर सुपरमा तपाईँले सुपरको फ्रेममा तपाईँले लगाएर यसरी राखिदिनुहोस्, उनीहरू अटोमेटिकली माथि चढिहाल्छ। ठिक छ, र यही नै हो है। मेन काम भइहाल्यो। अब यहाँ चाहिँ अलिकति स्पेस भएको छ, यसमा हामी केही लगाएर राख्नेछौँ, किनभने यो अब एउटा अनसाइज बक्सा हो। बक्स भएकोले गर्दाखेरि चाहिँ अलिकति यसलाई हामीले मिलाउनु पर्ने हुन्छ है। र भिडियो अन्तसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई है। र यस्तै तरिकाको एउटा रोचक है तपाईँहरूलाई मौरी सम्बन्धित नै यो च्यानलबाट तपाईँले भिडियोज पाउनुहुन्छ। र लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। र पेजलाई फेसबुक पेजबाट हेर्नुहुँदैछ भने फलो गर्नु नबिर्सिनु होला। र थ्याङ्क यू फर वाचिङ।